त्यही होला त्यही मैले भने अघि भिडियो देखाएको हेर्नु त मलाई त्यस्तो लाग्दैछ बबले त्यस्तो बोरे मलाई त्यस्तो फोटो सेसन चलिरहेछ अहिले हाम्रो दाजुभाइहरूको यतातिर घोडाहरू रातो कालो खैरो सेतो घोडै घोडा यो चाहिँ ब्याउने रहेछ यस्तै चढ्दो रहेछ ए बस्दो रहेछ भेडाहरू त पाठा सानो पाठा नमस्ते आजको बिहानीको शुभ दिनमा सबैलाई हामी चाहिँ 2 महिना पछाडि हिँडेर स्विजरल्यान्ड पुगिरहेछौँ होइन भने देख्न सक्नुहुन्छ तपाईँहरूले यहाँ हेर्नुहोस् है स्विजरल्यान्ड भाग्दै कुद्दै हिँडेर पुग्यौँ यो ठाउँ चाहिँ स्विजरल्यान्ड भन्दा कम छैन तर यो ठाउँ चाहिँ हो नेपालकै उत्तर पूर्व खोटाङ र भोजपुरको सिमानामा रहेको मुन्दुम ट्रायल मार्ग अहिले चाहिँ हामी यो ठाउँमा छौँ बिहानको घाम उदाउन लागिरहेछ यहाँदेखि र जुन यो साइडमा छ यसरी बिहानको घाम चाहिँ उताउँदैछ हामी अरू बेला 7-8 बजे उठ्ने गरे तापनि आज चाहिँ हामी यसो घुम्दै यो बिहानको सुन्दर रमणीय ठाउँमा यसो मनहरूलाई भुलाउन हामी डाँडातर्फ जाँदैछौँ अनि यो ठाउँको दृश्यहरू अवलोकन गर्दैछौँ एकदम सबैको मन यो ठाउँ जस्तै यो दिन जस्तै सफा छ सबैजना खुसीले एकदम रमाइरहेछन् मृगको पाठा जस्तो फुत्रुक उफ्रिँदै तर पनि हिजोको हाम्रो यात्रा भन्ने हो भने त्यो लिडे भित्ताको उकालो चाहिँ एकदम मार्मिक पीडादायक मरिन्छ कि भन्ने पनि लागेको थियो तर बाँच्न सफल भयो यो दिन देख्नलाई रहेछ सबैजना डाँडामा मान्छेहरू उपस्थित भइसकेको छन् रमाइलो छ ठाउँहरू घुम्नलाई आनन्द छ मेरा टोलीहरू यता छन् सबैजना खुसी छन् यस्तो दामी ठाउँहरू उता डाँडा यहाँ हेर्नुहोस् यो चाहिँ चाँदीहरू यसरी राखिएको छ डाँडामा यो चाहिँ हुनसक्छ सायद सगरमाथा नै हेर्नुहोस् है त्यहाँ यो स्विजरल्यान्डले नि युरोपियन देशहरूले कहाँ भ्याउन सक्छ र हाम्रो देशलाई सुन्दरताको हिसाबमा यो सबै यो भगवानको सृष्टि यति धेरै सुन्दरता छ कि जसको बयान नै गर्न सकिँदैन हामीले हामी यो सुन्दरतामा आएर जस रमाउन सक्छौँ यसको सुन्दरतामा मोहित हुन सक्छौँ हेर्नुहोस् त आमामा कति रमाइलो अनि मेरा टोलीहरू यी आउँदैछन् सबैजना भिडियो बनाउँदै रमाउँदै यता चौरी याकहरू एक ठाउँमा बस्ने आनन्द लिने उनीहरू साँच्चै नै के भन्ने खुसी रहेछन् भेडागोठ त ऊ पर पो रहेछ त भेडागोठ ऊ पर अस्ति पोहोर हामी बास बस्नु खोजेको ठाउँतिर यहाँ माथि जुन छ चराहरू उडिरहेछ ल है सम्पूर्ण दर्शक महानुभावहरू तपाईँहरू जुन ठाउँमा भए तापनि
आफ्नो देशको सुन्दरतालाई चाहिँ एकचोटि हेर्ने गर्नुहोस्। हेर्नु त कस्तो सेतो हिमालहरू। अनि यो लगभग हिउँदोको टाइममा यो छ नि रुखहरू, यो रुखहरू भनेको चिमाल हुन्, गुराँसमै पर्ने प्रजाति, तर गुराँसभन्दा चाहिँ धेरै हाइटमा फुल्ने एउटा गुराँसकै प्रजाति चिमाल भनौँ न, त्यो फुल्छन् रङ्गी चङ्गी। यस्तो हिमालहरू बादलमाथि दामी छ। फोटो सेसन चलिरहेछ अहिले हाम्रो दाजुभाइहरूको। यतातिर घोडाहरू, कति धेरै घोडाहरू छ। यतातिर चौरीहरू सुतिरहेको। यसो ढुङ्गा खड्केमा ढुङ्गाहरू चाहिँ साँच्ची नै खड्के रहेछ ढुङ्गाहरूको यहाँ माथि चाहिँ। यस्तो दामी घोडा हिँडिरहेछ। गलिएछ, अलिक बोल्न नसक्ने अवस्था भइसकेको छ उफ्रिएको त। घोडाहरू रातो कालो खैरो सेतो घोडै घोडा। यो चाहिँ ब्याउने रहेछ, भुँडी ठुलो ठुलो छ। अनि भेरीगोठ यो मतलबमा छ है। घोडाको बच्चा भेरी गुड। अहिलेसम्म आइपुगेँ भेडा खड्कामा। त्यो भेडाहरू चाहिँ यसरी हिजो रातभरि दिनभरि चरेको होला, अहिले बिहान थकाइ मार्दैछन् यिनीहरू पनि। आमा कस्तै चढ्दो रहेछ हौ। ए बस्दो रहेछ भेडाहरू त, पाठा सानो पाठा। साँड त्यति रहेछ है। ठ्याक्क भेडा खड्कामा छु। भेडाहरू चाहिँ त वरिपरि तलनिर गोठ रहेछ। भेडाको गोठमा के भन्छ भेडा हेर्ने मान्छेहरू, भेडाको धनीहरू। यहाँनिर सानो पाठा कराउँदैछ, यस्तो दामी। उफ्रियो 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 म भेट्यो। उकालमा सास पऱ्यो। कुन चाहिँ सिलिज त्यही हो, कन्फर्म त्यही हो। त्यही हो यो माइल भन्ने कि त्यो माथि टगसी छ नि, त्यही नै हो। त्यही हो दाइ, त्यही हो। मैले भने अघि भिडियो देखाएको नि त, मलाई त्यस्तो लाग्दैछ। बाबाले त्यस्तो बरु मलाई त्यस्तो हेर्नु त टक्कसँगले भिडियो सुट गराएर राख्छ नि कसैको स्ट्यान्ड भए त है। दामी हुन्छ नि यार। राख्छु न मैले ल्याउनु पर्ने थिएछ। ब्याट्री सकेर त आफै त फोटो खिच्नु नमिल्ने अरे के स्ट्यान्डमा गइरहनु पर्ने, लिइरहनु पर्ने होइन। मैले रिमोट त्यसै भेटेको अब भेडाको डुबो हो कि हुँदो पत्ता इकल मेरो फोटो हान्ने त।